हेलो सबैलाई नमस्कार। आज फेरि पनि म नयाँ भिडियो लिएर आइसकेको छु। आज चाहिँ हामी मिनी टिलरको प्रयोग गरेर आलु गर्दैछौँ है त। या सक्यो काम। फाइनली अहिले चाहिँ हामीले आलु गोडिसकेको छौँ। एकदम छिटो भयो, लगभग 7 मिनट मात्रै लाग्यो क्या यति आलु गोड्नको लागि। हामीले चाहिँ अब आलु रोप्दा नै सुरुमा चाहिँ ठ्याक्कै अब यसको चक्का हुन्छ, यो चक्का, यो चक्का चाहिँ ठ्याक्क नापेर यसले चाहिँ नभेट्ने तरिकाले यो हलोले त्यसरी रोप्यौँ भने यति छिटो हुन्छ क्या आलु गोड्नको लागि। अब हेर्नु न, मान्छेले भन्दा राम्रो गोड्दै एकैछिनमा यस्तो छिटो हुन्छ। त्यसैले चाहिँ अब प्रविधिको प्रयोग चाहिँ गर्न जानियो भने यस्तो हुन्छ। अब यहाँ हाम्रो निनीहरूले चाहिँ एकदम पुरानो स्टाइलले रोप्नु भएको छ। 2-3 घन्टा भइसक्यो गर्दै हुनुहुन्छ, अझै सक्न बाँकी छ। अहिले हामीले थालेकै सकिसक्यौँ। ल त हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो, मन पर्यो भने ठ्याक्क हानिदिनु होला।